वेलकम च्यानल कति भएर माता कि जय हामी कति भएर माता गरेर हाम्रो फर्किने सेकेन्ड पार्ट आएको थिएन नि त गाइजहरू भिडियो एकपल्ट माताको दर्शन गरेर केटाकेटीहरूलाई अलिकति धेरै हामी फर्क्यौँ बच्चा बोकेर पनि एकदमै आनन्द मिल्ने ठाउँ के जान कठिन छ हिँड्न सकिन्न तर पनि एकदमै आनन्द खुसी मिल्ने ठाउँ लौरो टेक्दै लट्ठीको सहारामा हामी अब तलसम्मको जाने तयारीमा छौँ अहिलेसम्म हामीले केही खाएको छैन अब तल गएर सानो फेदीमा गएर खाना खाएर सानो फेदी होइन के अरे सरी ठुलो फेदीमा खाना खाना नि खाजा थुक्पा र उखाएको सरी बिर्सेछु भएको धेरै भयो नि त गएको 6 महिना भइसक्यो कस्तो लाग्यो सबै रातो चिसोले अब चिसो ठाउँमा त्यति नहिँडेको अनि चिसो ठाउँमा नहुर्केको तराईको भएर पनि होला एकदम धेरै चिसो हुँदो रहेछ तर बच्चाहरूलाई कपडा चाहिँ अलिक कम भयो क्या केही समस्या परेन आफ्नो बयान दिँदै हुनुहुन्छ सबैजना रमाइलो थियो पनि यसरी हिँड्न अब मिल्ला नमिल्ला पाइएला नपाइएला जान त हामी जान्छौँ तर पनि अब यति टाढा चाहिँ अब हुनै हुन्छ हामी फर्किँदा यति छ्याङ्ग भएको थियो जाँदाखेरि त झिसमिस अँध्यारो अँध्यारो थियो नि त भिडियोहरू केही बनाउनु होला अँध्यारै मोबाइल बत्ती बालेर टर्च लाइट लिएर गएको हाम्रो दाइको प्रतिक्रिया आउँदैछ धेरै रमाइलो भयो पाथी भाडाको दर्शन पनि गर्न पाइयो आनन्दले त नभनौँ हिँड्दा नि धेरै हिँड्यो तर माथि आएपछि हिँडेको सिनेको सबै अब गइसक्यो अनि अरू आउने मान्छेहरूलाई के भन्थ्यो आउनु सजिलो छ दिदीको कुरा सकेको छैन भन्न चाहनुहुन्छ त बल्ल मेरो बुढोको पाला तपाईँलाई यति आनन्द भयो कि पछाडि बोकेर बच्चा बोकेर माथिसम्म म त बच्चा बोक्न सकेको भए पो जाँदा त फर्किँदा चाहिँ बोके कतै कतै नभए त त्यही होइन कुरा त्यही हो सुस्मितालाई त झनै रमाइलो लागिरहेको छ मेरो बुढालाई कस्तो भइरहेको छ त छोरा पछ्यौराले पछाडि बोकेर आएको अनुभव हो गाडीमा हिँड्नु भन्दा यसरी पैदल हिँड्न चाहिँ धेरै रमाइलो लाग्छ क्या झन् गाडीमा हिँड्दा बच्चा लगाएर हुने मौका हुने गर्छन् अनि आफू पैदल हिँड्दा त जे पनि रमाइलो गफ गर्दै यताउता गर्दै हिँड्नलाई रमाइलो बुढा बुढी सकेसम्म जे पनि बच्चा सबैजना गएको के जान चाहिँ अब सक्नुहुन्छ हिँडेर जाने हो अब सक्दै सकिएन विकल्प हुनुहुन्छ मान्छे बोकेर पनि यसरी लानुहुन्छ टुई टुई मान्छे बोकेर हिँड्ने त्यत्रो उकालो हामी एकरित हिँड्न नसक्ने मान्छे चाहिँ बोकेर यत्रो सानो मान्छे त तलसम्म हिँड्दै झरेको बुढी आमाहरू यसरी जाने सबैजना हिँड्न त मजाले हिँड्नु हुन्छ क्या भगवानको शक्ति हो भगवानको कृपा भएपछि सबैजना हिँड्न सकिन्छ मलाई चाहिँ दिदीले इन्टरभ्यू लिँदै हुनुहुन्छ के भनेको बाबु हजुर बाबा छोरा पनि हजुर मजाले के भएर हजुरलाई बोकेको झोलामा हजुरलाई गाह्रो भएको छ कि छैन झर्नलाई के भइछ त खानेकुरै हो त्यो पक्कै पनि तर अब के हो त्यहाँ ठ्याक्कै झर्दैछ ब्यागभित्र छ लौरो टेकेर लाठी टेकेर होइन र त नानी हाम्रो होइन झर्दा त चढ्नुभन्दा त धेरै सजिलो एकैछिनमा फुट्टै ठुलो फेदी पुगेको एकैछिनमा अनि त्यहाँनिर खाजा थुक्पाहरू थियो त्यहाँ खाजाहरू खायौँ त्यसपछि अनि हेलो के छ हाल खबर हेलो के छ हाल खबर सानो फेदीमा छ नि ठिक छ कस्तो भयो त पाथी भएर दर्शन कस्तो भयो हेलो भन्दै छोरो हाँस्दैछ रमाउँदैछ दर्शन कस्तो भयो कहाँबाट आएको हजुर
यहाँबाट के पो भिडियो हो। बनाएर हालेको घर कहाँ हो त भन्नु होला हजुरको? साथीहरू त्यस्तो होइन नि हाम्रो पनि सबैको आफ्नो कपन बाल्न खानेको हो सबैलाई भिडियो गर्न बोल्न मजाले आउँछ भन्ने छैन अब हामीलाई आएको यति हो सो मेमोरिजको लागि हेरिदिनु नहेरिदिनु आफ्नो ठाउँमा छ हजुरहरूले तर हामीले आफ्नो मेमोरिजको लागि राखेको हो सक्नुहुन्छ हेरेर लाइक कमेन्ट सब्सक्राइब गरेर माया गरिदिनु होला सक्नुहुन्न इग्नोर पनि नगरिदिनु होला छोडी जस्तो लाग्यो यहाँ चाहिँ के पढ्दैछन् बाबा छोरीले यत्रो मान्छेले लट्ठी टेक्नु पर्यो अरे के गर्नु ठुलो सानो मान्छे छ लट्ठी आफूभन्दा 2 बित्ता ठुलो हजुरको नाम के गर्नु त्यसमा लुकुर परेर ठ्याक्कै 2 वर्ष पुरा भएको थियो क्या मेरो छोरी चाहिँ त्यति बेला हातमा समाएर तान्दैछन् कुन हिँड्नु नसक्ने ठाउँमा बल्ल सानो लट्ठी टक्क भेटाएछ मेरो छोरीले कुनै ठाउँ हिँड्दै बोक्दै यो चाहिँ हाम्रो टान्सी थान हो क्या तलको बिहान जाँदा त अँध्यारो थियो केही देखेको थिएन दर्शन गरेरै गएको अनि फर्किँदा पनि यसो भिडियो फोटोहरू खिचेको एकदम रमाइलो रमाउने ठाउँ एकदम आनन्द खुसी मिल्ने सम्पूर्ण पीडाहरू भुलेर एकदम यो चाहिँ तलको गेट हो बिहान जाँदा त हामीले गेट त देख्यौँ तर टर्च बालेर देख्यौँ कि अहिले फर्किँदा चाहिँ बल्ल हो नि त अनि त्यही भएर चाहिँ हामी तल होटेलमा आइपुग्यौँ अनि बसेको ठाउँमा यो चाहिँ मासु फेदी भयो अब यहाँ हामी खाजा खानेर अनि त्यसपछि तल गाडीमा तयारीमा काठी भाडाबाट लगभग ठुलो फेरि आइसकेको हो यतिखेर एकदम रमाइलो थियो आकाश पनि खुल्ला मौसम झोला कुम्लो कोटेर अब त्यहाँसम्म त झोला थिएन नि त यहाँ बसी त झोला भयो झोला सोला कुम्लो कटेर बोकेर यहाँ हामीलाई त सबजनाले छोडेर गइसकेको थिएँ दिदी र हामी मात्रै थियौँ यहाँबाट कस्तो राम्रो देखेको तल गाडीहरू राखेको ठाउँ तल्लो फेदी हो यो चाहिँ